हाई एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ अलिकति सन्चै छुइनँ, किन भन्दाखेरि चाहिँ अहिले चाहिँ हामीले जिम जोइन गरेका छौँ अनि आज हाम्रो सेकेन्ड डे हो होइन। तपाईँहरूले जसले जिम जोइन गर्नुभयो उनीहरूलाई त थाहा नै होला कस्तो हुन्छ। ओ माई गड, यस्तो खुट्टा दुखाएको छ, यस्तो खुट्टा दुखाएको छ कि उठ्न र बस्न त मलाई यति गाह्रो भएको छ, के कुरा गर्नु। हिँड्न त त्यस्तो गाह्रो छैन, अनि हिजो त अलरेडी दुखिरहेको थियो अनि आज झन् गएर के भएको गाह्रो छ गाह्रो। मलाई त्यस्तै भए, मेरो बुढालाई त्यस्तै भए, के को खसखस भइरह, मलाई घाँटी खसखस भइरह। भिडियो नहालेको पनि धेरै दिन भइसक्यो। आइएम सो सरी गाइस, तर के गर्नु, यस्तै हो होइन। अनि के भन्न लागेको थियो मैले बिर्सी त गएँ। हामी चाहिँ अघि भएर आएको हो होइन जिमबाट। अब मेरो हेर्नु न, यहाँ पसिनाहरू केही पनि सुक्या होइन, यस्तो छ। गर्मी पनि थोरै गर्मी छैन, राम राम राम। अनि आज चाहिँ साउन 15, तपाईँहरू सबैले खिर खाइसक्नु भयो होला। हाम्रो चाहिँ रात परिसक्यो, यो तपाईँहरूले हेर्न सक्नु कि म तपाईँले देखाइदिन्छु रात परिसक्यो भनेर चाहिँ। यता यहाँ बाहिर देखेर चाहिँ थाहा पाइसक्नु भयो होला रात परिसक्यो भनेर। अनि हामीले चाहिँ खिर खाएको छैनौँ, अब चाहिँ हामीले खिर खाने सोचेको छौँ। अनि उता मलाई चाहिँ अघि पुर्याइदिइसक्नुभयो बाइकबाट, अनि दाजुभाइ चाहिँ अब लिएर आउनुहुन्छ, दुध लिएर आउनुहुन्छ, अरू थोक कुरा हामीले ल्याइसकेको छौँ। अनि आज हामी पुरी पनि खाने भनेको। सो यस्तै छ कुरा चाहिँ। के अरे के भन्दै थिएँ, खिर अनि पुरी अनि अचार अनि पनिर पकौडा खाने आज हाम्रो प्लान हो। अब लेट्स सी सक्सेस हुन्छ कि हुँदैन। यस्तो धेरै थाक्यो, हामी सबैजना गले खाऊँ क्या। अब हामी खै, अब म चाहिँ त्यति भन्दै अब नुहाउन जान्छु, किनकि एकदम खलखली पसिना आउँछ नि त जिममा। यस्तो थाकेको पनि छु, तर पनि यसो नुहाउँछु, खलक्क हुनु पऱ्यो। सरी गाइस, सरी, किन आज खसखस भयो। अनि तपाईँहरूले ख्याल गर्नु होला, मैले नेल काटिदिइसकेको छु गाइस। दुईटै हातको मैले चाहिँ नेल काटिदिइसकेँ, धेरै ठुलो भयो क्या। अनि होस् अब फेरि पछि पाल्छु, अहिले काटिदिन्छु भनेर मैले काटिदिएँ। सो यस्तै छ जिन्दगी। आज म उता बजारतिर गएको थिएँ, बजारतिर गएको चाहिँ भेटेँ मैले हाल्न मतलब बनाउनै बिर्सेछु, किनकि आज पुरै बजार बन्द थियो क्या। अनि यता हेर्दाखेरि अब बिति त गयो, अनि ख्यालै आएन है भिडियो बनाउनु पर्थ्यो भनेर। सो यस्तै छ हाम्रो जिन्दगी। तपाईँहरूको के चल्दैछ, कस्तो चल्दैछ। खुट्टा दुख्दैछ मेरो त। ल म नुहाएर अनि फेरि अब हामी के गर्छौँ आज म तपाईँलाई देखाउँछु है। यहाँ चाहिँ अब के गर्दै हुनुहुन्छ तपाईँले? नरिवल काट्दै हुनुहुन्छ, कोर्दै हुनुहुन्छ भन्दा हुन्छ। अनि यता मम्मीलाई आज हामीले रेस्ट दिएको छौँ, मम्मीलाई बस्नु भनेर। यहाँ भाइले चाहिँ सोयाबिन काट्दै हुनुहुन्छ, यता टमाटर काटिसक्नु भएको छ। मैले चाहिँ यहाँ चामल भिजाइदिएको छु, अनि यतातिर पिठो मुसेर ठिक्क पारेर राखिदिएको छु। अब त्यो एकछिन भिज्छ, चामल पनि भिज्छ। अब अचार बनाउनु पऱ्यो म चाहिँ। कस्तो लाग्दैछ तपाईँलाई आज जिम गरेर आउँदाखेरि? राम्रो। अनि कस्तो थकिस त कतिको हुनुहुन्छ? छैन? ल ठिक छ, त्यसो भएदेखि। मम्मीको खुट्टा कति दुखिरहेछ? ल अब त्यो औषध लगाएपछि झन् निको हुन्छ होला। ल अब म चाहिँ बनाउन थाल्छु, फेरि देखाउँदै गर्छु भिडियो चाहिँ। अहिले नि त कुद्नुहुन्छ? सक्यो होला नि, खानुपर्छ। त्यही भएर दुखेको रहेछ कि मम्मीलाई। यो तपाईँलाई हड्डी दुखेको हो नि त, त्यही भएर। त्यो सस्तो पनि पर्छ, धेरै महँगो खालको छैन। 15वटा हुन्छ एउटामा होइन, एउटाले 15 दिन टिक्छ। अनि त्यो 15 दिन पनि मैले एउटा दुईटा खाइदिएँ होला सायद, त्योबाट पनि। अनि भयो, त्यही भएर हिजो राम्रो मिल्नै नसकेर। ल अब एकछिनमा भाइको गाना पनि सुन्नुपर्छ हामीले। आज भाइ चाहिँ थर्ड भएको छ गानामा, सिङ्गिङ कम्पिटिसनमा। अहिले सुन्नुपर्छ भाइको गाना।
भोक लागिरहेको होइन खाना खाएपछि एकचोटि एक चान्स दिनु न यहाँ हाम्रो अचार बन्दैछ टमाटर सोयाबिनको अचार अब यहाँनिर चाहिँ के भन्छ अब आलसको छोप पनि हाल्छु अनि यहाँनिर चाहिँ दुध बसाएको छु अब त्यो अलिकति उम्लेपछि चाहिँ यसमा चामल हाल्छु यता पनिरको पकौडा बनाउने ट्राई गर्दै हुनुहुन्छ यहाँनिर पनिर छ यता ऊ बेसन गर्दै हुनुहुन्छ ल हेरौँ है कस्तो बनाउनुहुन्छ तपाईँले अब यसलाई म चलाउँछु साथीहरू कस्तो राम्रो देखिरहेको छ नि यस गाइज बाइक लिएर हिँड्यो भने नराम्रो नराम्रो सोच्नुहुन्छ पोजिटिभ क्या बी पोजिटिभ सधैँभरि होइन त यस अब चाहिँ म यो नरिवल हाल्दैछु खिरमा यति हामीले नरिवल कोरेको छौँ पक्नु है यसमा यो जमे जस्तो हो क्या त्यही भएर यहाँको मसला चाहिँ एकदम गाह्रो हुन्थ्यो क्या उता लगाएपछि हजुर ठिक छ भयो भयो धेर नहाल्दैन केटाको यस्तो गट्टामा हाल्दैन एउटामा हजुर मिलाएकै छु कराई त मैले खिरको लुक चाहिँ यस्तो छ यतै पनिर पकौडा ऊ डढाइसक्नु भएछ अहिले डढो त्यही भएर नदेखाऊ भन्दै हुनुहुन्छ खै हेरौँ न ल राम्रो डढेर नि रहेछ अलिक क्रिस्पी टाइपको भएको छ राम्रो छ यहाँ पनिर छ यहाँ खिर चाहिँ अब उम्लिँदैछ अब यसमा चिनी मात्र हाल्नु भएको छ अरू त मैले हालिसकेँ ल कस्तो लाग्दैछ तपाईँलाई राम्रो लाग्दैछ यहाँ मेरो देखाउने बेलामा चाहिँ देखाउँदैनौ तिमी अहिले देखाउने बेला भएको छ त राम्रो छ त यो म खोस्काउँदैछु नि त ल काँसिया छ क्या नाइस नाइस मैले नन स्टप अनि माथि ल्याउने 30 चाहिँ होइन नि त छिटो छिटो गर्नु भएको थियो क्या दाइले म त पानी खान गएँ उता बस्नु भएको थियो क्या अनि थकाइ लागेर बस्नु बाबालाई भनेको त आउँदाखेरि त चक्कर लाग्यो यस्तो सुई यस्तो ठ्याक्क फाने जस्तो क्या ठुलो एकछिन पछाडि त मान्छे त हिँड्नु न त भन्छु म हिँड्नै सक्दिनँ भन्नुहुन्छ कस्तो यो रेकर्डमा मलाई नराख है यसमा कट 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 मैले भिडियो धेरै बनाइसकेँ है त्यो धेरै कट कट गर्नु होइन नि कस्तो यता आउला यो सबै आज पनि यो खिर अलिकति होला ए पकौडा खतरा भएको छ ल ल अब देखाऊ त ल देखाइरहेको छु राम्रो भएको छ गिलो गिलो बनाऊँ भनेको साह्रो हुन्छ होला है आज पनि खै अब हेरौँ कस्तो हुन्छ अब पाक्नु पनि लाग्यो होला यसमा अब चिनी हाल्नु राम्रो भएको अब यहाँ खिर चाहिँ मेरो रेडी भइसक्यो बनिसक्यो मैले यसको खिरको ग्यास बन्द गरिदिइसकेँ यहाँनिर उसको उसले बनाएको पकौडा रेडी भइसक्यो एउटा घान्चो निकालिसक्नुभयो अर्को यहाँ चाहिँ राम्रो बनाउनु भएको छ हेर्दा एकदम राम्रो छ अब खाँदा कस्तो हुन्छ अहिले खाएको पनि म हाल्छु कस्तो हुँदो रहेछ भनेर ल राम्रो छ राम्रो गुड जब किन भन्दा भयो तपाईँले हालेको नि देखाउँछु नि म यहाँ हजुर मलाई नदेखाऊ अहिले अब देखाउँछु पसिनै पसिना हुनुभयो तपाईँहरू हेर्नु सक्नुहुन्छ यहाँ अब हामी चाहिँ यहाँ पुरी बनाउन थालेका छौँ यता मैले यस्तो बनाइदिएको छु भाइले चाहिँ यहाँ बनाउँदै हुनुहुन्छ
एकदम गोलो पर्फेक्ट गोलो कसरी बनाउने सिक्नु भाइबाट सबैलाई हेर्नु होला यसरी बेल्ने कमेन्ट आउला अरे क्या अहिले यसलाई पर्फेक्ट भन्छ भने यसलाई चाहिँ के भन्छ भने राम्रो पार्नु भा यहाँ राम्रो छ मैले चाहिँ पहिला गाइज 10-12 वर्ष चाहिँ होटलमा नि काम गरेको भाइ यो छोड चाहिँ 4 पार्टे भयो गाइज ए। गोलो भएन यो चाहिँ ठिक छ, मैले ठिक जाने छ। जाने 4 पार्टे बनाएको राम्रो पार्नु भा ल के छ तपाईँको हालखबर पाकिसक्यो वाउ ए नराम्रो चाहिँ लुकाइरहनु भएको छ होइन राम्रो छ त सबै राम्रो छ राम्रो ओहो पसिना त भित्रबाट यहाँ मेरो खिर रेडी भइसक्यो साथीहरू अब चाहिँ म यहाँनिर तेल बसाउँछु ओके यहाँ चाहिँ पुरी बन्दैछ हेर्नु यहाँ मैले यति बनाइसकेको छु यहाँ थुप्रै छ यहाँनिर अटेन कि त्यही भएर मैले त्यस्तो गरेको यस गाइस यस्तो छ गरु आएर नहुने क्या किनकि कर भइहाल्छ अब हेर्नु कसरी फुल्छ यो एउटा हातले मोबाइल समाएको छु बिग्रियो भने प्लिज डोन्ट माइन्ड गाइज यस फुल्यो फुल्यो तपाईँहरूलाई पनि खाउँ खाउँ लाग्थ्यो होला होइन इट्स ओके घरमै बनाएर खानु के भयो यो चाहिँ हाम्रो पुरी अरू चाहिँ उता लगिसक्नु भएछ म देखाउँछु तपाईँहरूलाई यहाँ पुरी छ यहाँ अचार छ यहाँ खिर छ यति हो अनि यहाँ पकौडा कता हो यहाँ छ जस्तो पकौडा चाहिँ मैले नि भेटाएन यहाँ छ पकौडा चाहिँ वाउ ए तातो हो तातो मम्मी सेलाइसक्यो होला त ऊ ल्याइदिउँ राख्ने हो मम्मी तपाईँले केले चलाउनु भयो यही अचार खाले किन लाग्न छोडिहाल्नु एकखेपमै ओके गाइस द्याट्स इट फर टुडे आई होप तपाईँहरूलाई हाम्रो भिडियो राम्रो लाग्यो होला अनि भाइले गाना गाउनुहुन्छ भनेको थिएँ नि मैले त्यो चाहिँ अब म अर्को भिडियोमा हाल्छु किनकि हिजो हामी एकदम जिम गएर आएर धेरै थाकेको थियौँ अनि खाना खाँदैखेरि कति 10 बजिसकेको थियो होला अनि त्यस पछाडि लु नबनाऊँ भनेर अनि छोडिदिएको यति हो ख्याल राख्नु होला आफ्नो बाई बाई गाइज ह्याभ अ नाइस डे टेक केयर